त्यो चोराहरूलाई दिनुभएको हुँदाखेरि आज पनि अचानक दार्जिलिङ जानु पर्यो नि त, त्यसले गर्दाखेरि चाहिँ सानो भ्लग बनाएको छु। हजुरहरू मेरो भ्लग पुरा हेर्नुहोस् होला किन म दार्जिलिङ गएको भनेर। स्टे ट्युन गाइज। सबै टुरिस्ट लज जस्तै भइसकेको छ। पहिला चाहिँ यो फरेस्टै थियो होइन, अन्त अहिले चाहिँ यहाँनिर सबैजना पाइन ट्री हेर्नुको लागि चाहिँ आउनुहुन्छ नि त। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ सायद स्ट्यान्डको लागि खन्नु भएको होला हो। हजुरहरूले पनि एकपल्ट भिजिट गर्नुहोस् होला। यहाँको टिकट चाहिँ 20 रुपिस पर इच रहेछ। अहिले नै यस्तो हुन्छ यो सबै टुरिस्टहरू मात्रै छ। अहिले चाहिँ म कहाँ पुगेँ भन्दाखेरि चाहिँ लाप्चे पुगेँ नि त हो। अन्त यो लाप्चे पनि होमस्टेहरू नै छ, प्रायः जस्तै होमस्टेहरू छ। यहाँनिर चाहिँ कहिले घामै लाग्दैन हो, घामै देखा पर्दैन, चिसोको चिसो हुन्छ। अस्तिनिर चाहिँ एउटा आन्टीले चाहिँ भन्नुभएको थियो नि त, हामी दार्जिलिङबाट फर्किँदा जहिले पनि सुखे यो लाप्चेहरू भन्नेतिर घामै लाग्दैन भनेर भन्नुभयो नि त एउटा आन्टीले चाहिँ। अन्त त्यो आन्टीले चाहिँ के भन्नुभएको थियो, हनुमानले पादेकोले गर्दाखेरि चिसोको चिसै भएको अरे नि त हो। अन्त यहाँतिर चाहिँ फुलहरू पनि कस्तो दामी रहेछ कि मैले अलिकति फुलहरूको पनि क्लिप हालेको छु हो, हेर्नु सक्नुहुन्छ। तर मैले गाडीबाटै खिचेकोले गर्दाखेरि चाहिँ अलिकति प्रब्लम भयो नि त, राम्रो देख्नु पाएन हो। अन्त यतानिर पनि दामी फुलिरहेको छ हो। अब म हजुरहरूलाई चाहिँ उयसको के पो गुराँसको बोट पनि देखाउन गइरहेको छु। गुराँसको बोट पनि दामी फुलिरहेको छ होइन साथी हो। गुराँस चाहिँ एक्चुअलमा चाहिँ मेडिसिन पनि अरे नि त। त्यसले गर्दाखेरि यति प्रे गर्दै जाँदैछु गाडी जाममा चाहिँ नपरोस् भनेर त्यो हामी चाहिँ जाम चाहिँ यस्तो छ हरेस लाग्छ कहिले पुग्नु। साथी हो यस्तो जाम भएकोले गर्दाखेरि चाहिँ हिँडेरै जाँदैछु। रेलवे स्टेसनमै झऱ्यो हो, मम्मीले वेट गरेको छ नि त, त्यसले गर्दा। हेलो गाइस, हामी चाहिँ फाइनली तारा मन्दिर आइपुग्यो होइन। मम्मीले चाहिँ प्रसादहरू किन्नु भयो है। यहाँ चाहिँ रिसले चोर भएको छ, यता हेरिदिनु न, यता हेरिदिनु न। रिसाइरहेको छ म ढिलायो भनेर भनिदिनु त साथी हो। सुकेबाट दार्जिलिङ आइपुग्नु अहिले कति घन्टा लाग्छ भनेर जामले गर्दा कराएको थियो मलाई हो। अन्त अब म हजुरहरूलाई यहाँ तारा मन्दिरको पनि दर्शन गराउन गइरहेको छु। मेरो भिडियोको थ्रुबाट हजुरहरूले पनि दर्शन लिन सक्नुहुन्छ। यहाँनिर चाहिँ थर्सडे मात्रै खुल्ला हुन्छ नि त, त्यो पनि बिहान 10 o'clockदेखिको 2 o'clockसम्म मात्रै हुन्छ नि त कि। अन्त भिड चाहिँ यति बिघ्न भइरहेको छ, हजुरहरू पनि हेर्न सक्नुहुन्छ। लाइन चाहिँ यस्तो भिड छ है, लास्टमा पर्ने रहेछ भगवान। लाइन त अझ ढिलो भयो नि त कि जामले गर्दाखेरि। अम्बो आज चाहिँ पुरा रहेछ। लास्ट इयर आउँदा त, लास्ट विक आउँदा त यस्तो थिएन त। हेर्नुहोस् है साथी, चाहिँ सकेकै छैन लाइन। हामी के हेर्नु भएको यहाँ छ। लाइन चाहिँ यति बिग्न छ।
हाया भगवान चाहिँ रल्लाई फाइनली हामी चाहिँ लाइनमा आइपुग्यो हैन हामी चाहिँ यहाँनिर रहेछौँ हो लास्टमा हेर्नु सक्नुहुन्छ कतिको भिड छ तल पनि यो सबै मन्दिर जाने लाइन हो अब हामी पनि लाइनमा बस्छौँ तर यति चाहिँ हो दर्शन चाहिँ सबैले पाउनुहुन्छ 2 बजीसम्म पनि अब मान्छेहरू सकेन भने दर्शन दिनुहुन्छ हो यति बिग्न छ लाइन चाहिँ हजुरहरूले पनि हेर्न सक्नुहुन्छ अन्त को आउनु भएको छैन हैन मेरो यो भिडियोको थ्रुबाट हजुरहरूले पनि दर्शन लिन सक्नुहुन्छ हाम्रो जोजो र भाउजू आइपुगेछ नि त कि भर्खर खै जोजोले भनेको किन ढिलो घरकै गाडी छ र माथि गयो मम्मी पनि त माथि जान्छु भन्दै थियो कि लाइन चाहिँ आएकै छैन साथी हो अझै हेर्नु सक्नुहुन्छ यत्रो छैन हामी त अझै बिचमा छौँ हो अझै पछि हुनेहरू पनि देखाउँछु ल म लाइन हेर्न सक्नुहुन्छ मन्दिर चाहिँ थर्सडे मात्रै खोलेकोले गर्दाखेरि चाहिँ यस्तो लाइन हुन्छ हो अन्त आउनु हुँदैछ हामी लाइनमा बसिरहेको छौँ अहिले अब एकैचोटि हजुरहरूलाई दर्शन गरेर भेट्नेछु त्यति बेलासम्म मेरो भिडियोमा चाहिँ बनिरहनु छ यो हामी चाहिँ फाइनल्ली मन्दिरको गेटमा आइपुग्नु आँट्यो हो अझै लाइन पछि पुरा छ हामी त यहाँ आइपुग्यो बसिरहेको छौँ हामी चाहिँ फाइनल्ली गेटमा आइपुग्यो अब एन्ट्री हुन आँटेको छ नि साथी हो गेटमा आइपुग्नु नि हो मम्मीको चाहिँ घोडा दुखेर सिरियस भइरहेको छ है मम्मी मम्मी चाहिँ घन्टी भएकोमा पुग्यो साथी हो बजाउनु टङ टङ गर्दिन न माताले पनि डल्लै सुन्ने गरी घोडा दुख्ने जाति होस् भन्नु ल के भन्छ रे मेन त घोडा दुख्ने भन्नु यसरी पजाउनु पर्छ त लु भन्दिनु टिस्टाको कुरा घरमा जय झगडा नहोस् घरमा शान्ति होस् है त्यति नै त चाहियो अरू पनि चाहिएन यो चाहिँ सबैजनाले छिमी बालेर चाहिँ यसरी राख्नुहुन्छ होइन आफ्नो आफ्नो विशेष माग्नुहुन्छ हजुरहरू पनि आउनु नसक्नेहरू चाहिँ यही छिमी बलेको भाइ आफ्नो आफ्नो विशेषहरू पनि माग्न सक्नुहुन्छ होइन आउनु नपाए पनि यसो हजुरहरूले पनि दर्शन चाहिँ गर्नुहोस् आउनु नपाउनेहरूले लु दर्शन गर्नुहोस् है दर्शन पनि गरिसक्यो होइन अब चाहिँ हामी बजार फर्किनु पर्ने हुन्छ किन भन्दा चाहिँ म रुम पनि जानुपर्छ नि त त्यसले गर्दाखेरि चाहिँ अब एकैचोटि हजुरहरूलाई बजारमा पुगेर भेट्ने छु कस्तो लाग्यो मन्दिर आएर अब आनन्द भयो नि घुँडाहरू पनि दुखेको जाति भएको जस्तो भयो त हौ माथि कसो भएको यतिकै हराउँछ है भनेको हामी चाहिँ दर्शन गरिसकेर पनि फर्किँदैछौँ होइन आज चाहिँ पुरा भिड थियो नि त लगभग 1 बजेला हामी 11:10 आइपुगेको हो 1 बजी चाहिँ हामी मन्दिरबाट निक्लिँदैछु अब चाहिँ म भिडियो यहीँ इन्ड गर्छु हजुरहरूलाई के कस्तो लाग्छ मेरो ब्लग प्लिज कमेन्ट बिलो एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल ओके गाइस अब फेरि अर्को ब्लग लिएर छिटो आउने छु बाई बाई स्टे ट्युन